अनि एउटा कुरोको म त कस्तो सारीमा सामका भन्नुभयो कि बुन सामका भन्नुभयो सारीमा सामका त अनि बच्चा काटेको पोथी त कस्तो बच्चा नकाटेको त हुँदैन त्यसैले नै गर्ने गरेको थियो होइन हुँदैन हाम्रो त अब यो त्यो बेला त ढेकु ढेकु छराएर ऊ अर्को हाँस माल त छैन कोरोली चाहिँ छ काका जिम्मा पारेको यसो अनि त्यसो छैन त काफी सफा गर्ने भित्र अनि पुवाल हुन्छ है यी काटेर पुवाल बनाउनु पूर्वबाट चिन्डोकै चलन थियो कसरी बोक्ने लाउवा बोक्ने कलियाहरूले लाने यही चिन्डोमा त अनि रक्सी है पहिला अब त किलालिङ ल्याउँछ अनि चिन्डोमा भर्नुपर्छ कसलाई भोक लाग्यो ए मासुहरू रक्सी पारेको रहेछ धानी बोसु नखाने दिदी म त यहाँ भाँडा छ यो अब भाँडा खान्छौँ त होला नि पोहोरकै यति यति बिदीको लागि एक वर्षको छ्याङ त खत्रै हुन्छ होला सुकिजान्छ के को खतरा सुकिजान्छ के को खतरा खै भित्र देखिँदैन त छ्याङ पोहोरको दाली यस्तो पो भइरहेछ त ए यसो बिजी यति दुलोबाट छिराउनु पर्ने अनि पानी लाउनु पर्छ अस्ति पकाएको भए हुन्छ आलो ताजा हुन्छ यो पोहोरको हुन्छ भनेर पकाइन सबै चिन्डोमा हाल्ने आमा तिनै एउटामा किन भात बसाउनु को ए मालघर देमाले उचाल्नु भइरहेछ यो चाहिँ अलि ठुलो रहेछ अनि यो चलाउँछ नि चो अनि चलाउँछ धान आएर अब राखिहरू यहाँनिर राखी पर्यो के चाहिँ यहाँ राखिदिनु पर्यो चोखो पारेर राख्नुपर्छ त्यो खसी अरूभन्दा पनि खसीको क्या थुप्रो छ अनि
आएपछि ठिक्क दियो सानो हजुर त्यो सानो छ क्या जोडा टुप्पो भएको जान्छ अनि यस्तो मैको आधा कति चिसो काट्नु हुँदैन रातभरि अस्ति 4 चोटि हिजो बेलुका निकै पानी खाएको थियो लाग्छ कस्तो खाँदा बुढाले बनाउँछ बाहिर जानुभएको छ बुन काट्नु पर्दैन दिँदैन यहाँनिर यसो कता सोला यार आमाले कता राख्नु भयो के छ यहाँमा सोला यार हामीले के भने एउटा चिन्डोले हुँदैन ल बस्नुहोस् बस्नु अब तपाईँहरू बस्नुहोस् हामीले भने तपाईँहरूलाई म साथी निकालिदिन्छु भनेको छ अरे मेरो सबै मामाहरू न 3 बिहा गरेकै हो म लिम्बुनीसँग त 4 बिहा बाउ पनि नक्कले नै हुँदो रहेछ नक्कले नै बाध्यता पर्यो बुढी मरेपछि राणा भनिहाल्छ बुढी मरेपछि राणा भनिहाल्छ यहाँ आएर बाध्यता गरिहाल्यो लिम्बुनी त पहिले कुलझोडामा गरेको थियो त्यो 12 वर्ष घर छोडेको म यो घर छोडेर हिँडेको यो ठाउँ तरकारी सरकारी बनाएर घरमा कोही छैन छिटोले दिक्थेल आमा चाहिँ अब घाँस काट्नु जाँदैछु छिटो आउँदैछ होइन अनि घरमा गर्नु पर्दैन कसले गर्नु यहाँ पो गर्दै भनेर यसको पनि यो भराइमा भन्छु कति वर्षको यताबाट के भन्नु यहाँ के खोया सहायता छैन नि माला घरमा अलिक खोया थियो र नि माला घरमा बुवाले बोल्नु खोया लो त्यो जुत्ताहरू पनि कस्तो सबै पसिना छ होला चामल पसिना Kamna nati chudung changa changa tawali taptu chakha tawali panga ke bin thurudung ma batang chame me la da da le chiki pangwa tum sapto mi mele mira hanku te keng na ke anko de da anko ma ta ko bin ta da khong tara mo binam chama kha pha bidang anko ma ta ko bin da khong tara mo binam chama kha pha bidang tawali taptu changa ko da daksa bo apin ma de me da sapto mi mele mira hanku te keng na anko ma ta ko bin la da ko sari sap ka sari ngane chechingane ke miang sanga ke bin bakala bikala citang piang sawada miang tanga wahila buktang sabara
रिसिहाल्छ क्या मान्छेहरू हेलो हजुर ए म त डुब्नुबाट काम गर्दैछु एकछिन है अब आधी घन्टा पछाडि गर्नु कि 10 मिनट काम गर्दामा लगाइ नगराउनु न ल ल खाए त यहाँ उता ल ल आएको अब नम्बर त कति आउँछ त्यो तिम्रो भन्नु आउनु मात्रै अरे भने ठुला भाइ कहाँ भन्छ कति फोन लगाएर पनि नउठाउने त्यसकै काम ठुलो रहेछ भनिहाल्छ तपाईँले भन्छ नकराउ न ठिकिराख्नु त्यो मुटुमा भोलि निस्केन भने ठिक भन्नु सारी साम खाता कहाँ हुँदा गाई धुर्न पुसुङ धुर्न खाबा धुर्न चसुङ धुर्न ताया धुर्न हुँदा वाइला मुक्त चाबारा मुक्त मुक्त कयुगमा तक बिनु सात पासा रवा पासा भनेर 7 पासा चल्ने कबिनु ध्यापा दियामा चाहिँ खाना खाबा धुनमा चसुमै चसुम धुनमा खाबा भनेको पैसा चसुम भनेको अन्न बिनु दल झाडाको बेयाङसँग कुम्भाले बामा सुन्दी पारु ओ सोलुन्दी कङ्मादी वाबुसी कङ्मासी फौवासी यो फुलेर त कङ्मासी भनेको अरू भनेको केराको जान्छ पाथी चा माना चा माछा पोखरी चा यो त पोखरी चा पानी बेग्न फलेन चाराको काशी कुम्भाले बामा बसुमी बाखा फुको ओदालो यमयाङसा कोयुमाताको बिदिदा बसेदा खानानिना छेबे खानानिना होमाङसा बाङमाङसा कोङटोङसा बिकुक्सा पिवासा अमासा कुबिन तपेयाङसा कुबि पिवासा कोङटोङसा पिवासा काशी एदाम तपेयाङसा दन्दयाङसा कुबिन छातीवा आदि आसी यमयाङसा धामकोगी नापेयाङसा मलङ्का कामेङसा वेदोदा खाना सारिङे आने चेचिङ आने सारी साम खाए नक्सा सारी साम खाता कागदा नापेलुङदा खाना ए खाना आको बिना अदालु हेमेसा साबा छेम लिची छेम अनु छेम साबा छेम लिची छेम अनु छेम जो तायुङिनो हाचोङ पा छेउ हादोङ मा छेउ हाचोङ पा हादोङ मा छेउ खानानिना लायदाङ कामे तुङचङ मिनुदा हाउदालु ngैलुमा पुसुङदुमा खाबादुमा चसुङदुमा सोलोन्दी बर्मादी वाबुसी काशी यमयाङसा दामे तुङचङ मिनुदा Kopikala pikala kata sapa
사바셈리 지침만은 신자다 이는 라팔라 코팔라 민키나 다카는 가semlo खातामा हेरेर दोस्रो मामा त वली होपा गए बिना दा हे साबाsemli चिचिम ओ बे लायदा अलिकति को बेन सुन्नु भयो त आसेदालो त्यो पनि मास्ति राख्नु त्यो आज ऊ पोत लगाउनु हुँदैन त्यो भाँडामा चाहिँ लगाउनु सारी साप खाँदा खाने हुँदा साखवा खोरेवाची उनीहरूलाई हे राणा दक्षा बुवा सात पासा है सात पासा घरमा कोक्टल लैजाएको नै खोइ भन्नु चाहिँ यहाँ खोइ याद आम गरेछ लन्ताउने पढाएर नि भनेको वामा कोक्टल लैजाङ छुमा भाकल मात्र छुमा भाग्न त बेला साक्सा हामी नै हो त हामी त छुमा भनेको सुँगुर क्या छुमाले गर्थ्यो छुमा भनेको सुँगुर क्या हजुर त्यसो पुर्खौलेदेखि लिएर राखेँ होइन र यो अब पहिला हामी त्यस्तो गर्थ्यौँ अब ढेको ढेको पनि गर्नु छोडियो हामी तपाईँले अब सात पासा गरेर निम्तो गर्थ्यौँ यति 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 होइन चामल बोकेर होइन जति कुरा है म सक्दैन तिमी गर्छ बोलेको तरकारी त खाउला भोक लाग्यो भने ऊ त्यहाँ तल जाँड खाऊ न अनि त्यस्तो हामी इतिहास राख्नु पर्यो र पढेर लानु पर्यो त्यो तपाईँ भन्दैछु हाम्रो दा छुमा भएको भाकले बिकले निखेबे कयौँ माताका बेन्दा खोको खौता र बोपी नाम छौबाका फोपी बाखा फोपी खौता र बोपी नाम छौबाका तपाईँहरूको हामी तपाईँहरू पाबेका बेन्दालाई हेउदा राकै बेनान दक्ष बुवा झाडा गए बाबा पापा वाला बुवा साता साता ताको बेन हो यो कुरा बुझ्नुपर्छ कि मान्ने गुन्नेहरू त सेउदाको बेन सेउदाको बेनलाई अदालो नम्साको पाचोलाई त अनि कोही माताका बेनदा सारी यहाँ चिङाने है खाबा चसुमा कासेदाल उता सारी सामका सारी याने चेचिङाने सारी सामकाको सारी आगा त ओ बेनुदाल है दादा ब्याह पता ब्याह अदा दाको बेनुदा साकवा खोलेमा थाहा छ आफ्नो बच्चा बच्ची तपाईँहरूले साकवा भुँड भित्र निस्केको होला नि त के कहाँबाट निस्केको अक्का साकवा खोलेमा थियो बेनुदा इतिहास हेर्दैन तिमीहरू साकुवा खोलेपछि हेर्दैछ पढ्दैछ लामादेखि रङ्गला है दा मेरो बेनुदा राणा कुकुवा तमै उदालो उदा हाचौ हादङमा छौ साको दिदिया पातियामा सिमीमा चौदा लै वहिला बुक्ता छावा र बुक्ता बुक्समा दादा निपैया मेन छ्यामा त पनि पछामा त धन्यवाद छ्यामा नै होस् तपाईँ राम्रो तपाईँ अलिक यस्तो नगर्नु त यो
Tolong mana? Asyik siapa tu dia macam hasang macam hasang apa ni kau itu dia apa dia mah? Asyik aku देवापा देवामा देख्नुहुँदैछ देख्नु भएको छैन त आयो कि आएन नि त ऊ त्यो आउँदैछ अहिले लाइन आजको लागि तिमीहरूको राजनीतिक कुरा चाहिँ होइन हुँदैन मसँग सत्य सत्य तपाईँले मलाई भनेको एउटा कुरादेखि त्यहाँदेखि चाहिँ अनि यहाँ अलिक राम्रो भएको छ त हामीलाई होइन एकचोटि अब हामीलाई चाहिँ पालिकादेखि नै तलब उगादिनु भनेर भनेको थिएँ बुढाले त्यसमा चाहिँ ल आचार्यमा तपाईँको चाहिँ टुक्टी लगाइहाल्नु यो धेरै नलाउनु नि यो त कडा छ कडा हुन्छ राजुले सधैँ दिएको छ आज बेला भएको भाडा चाहियो होइन मेरो भन्दा होस् तिम्रो बिग्रे कि मेरो होइन बुन त काटिँदैन त्यसमा त होइन सापुरी भनेको चाम्लिङको म चारजुङ पित्रङ बिजाउने अब यो सुन्नुभयो यसमा चाहिँ थप्नु पर्यो क्या यसरी यसमा थप्नु पर्यो थपिँदा नाति तिमीले नै यो दुईटामा फेरि अनि यो सबैमा थप्नु पर्यो यो काटियो नि थप्नु पर्यो यता मात्र थपिसक्यो त्यसरी यहाँ थप्नु हजुर यहाँ थोरै सकियो थपनी भयो 5 जिरा भएको थपनी र अनि यसको एकपल्ट हामीले नि दिन्छ नि अनि एकपल्ट नखाने थपनी भनेर मुद्दुमा आएको क्या यो कुरा थपनी दिनुपर्ने क्या एकपल्ट नखाना क्या आज त लेखाजी जानुपर्ने छैन बाजे हजुर लेखाजी जानुपर्ने छैन जाने लेखाजी जानुपर्ने बेलुका होइन आज त घाँस घरमा घाँस काट्नु गयो अरे कुखुरा लगेको अनि फेरि गएर एउटा काम पल्लोपट्टि के भयो भन्दै थियो बरु त्यो चाहिँ छोप्नुपर्छ त नाति होइन यहाँ चाहिँ त्यो राखिदिनु जब उठेको यो खानु उठेको बाजे होइन कहाँ उठ्छौ के त्यो होमवर्क सबै चाहिन्छ तर यो फलामको करे फलामको आरामको सुत्तीको यसको के हुन्छ भरे भनौँ बिस्तारै सिकेर जाने गाउँ फर्केपछि म सिक्छु हो म तपाईँको पापासँग घर हिँड्नु पर्यो खोइ कुरा बुझेको त कसैले त सक्दैन तिमीले तपाईँले मलाई भन्नुभयो नि ल हामीलाई पालिकादेखि दिलाइदिनुपर्छ भनेर तर मैले यहाँ आएर चाहिँ गाउँमा चाहिँ सबैसित कुरा गरेँ पालिकादेखि त सम्भव थिएन त्यहाँदेखि चाहिँ हामीले तपाईँ त त्यति बेला चलाउँदैन थिए हाम्रोतिर 12 जना चलाउँथ्यो अनि 12 जनालाई सामगा गर्न आउँदा पनि उ गर्न आउँदाखेरि पनि अनि अलिअलि हामीले फुल लगाइदिने व्यवस्था गरेको त्यसमा चाहिँ सापटले भयो नि अब राजकुमारहरूलाई सबैलाई तपाईँको होइन र हुँदैन
लान्छ नि त ल्याउनु छोडिराख्छ कि हो पहिलाको नसकेको कसले भन्छ ल्याउँदैन। कसरी किन खराब भने पहिला यता नगरौ नगरौ त यो टाउको कसले बोकेको छ मेरो सिरानेर बोको भन्दैमा दाजुभाइ भनिदिनु बाजे काला नरे याद गर्छु होइन अनि बाजे काला नरे उयो मासु त अलिकति लाउनुपर्छ है। माथि लगाउनु न भातमा हो एउटा लगाइदिनु न पुछार होइन हो ए पुछार ए सिराले पुछार लाँदो भन्दैमा यहाँ चलाउनु हुँदैन। मामाको बदनाम गरेको माथि दिनुपर्छ राम राम सामा लाने भात ऊ त ढुङ्गा आउँदैछ भोट न सोध खोट जा खोला खोला ढाउमा त्यतिर सबै पकाउने सबैले यहाँ भात सात पाँच हजार सही ओ टेम्पो साहब खा मासामा हो वासा बिन खै आमदानी सारीमा आमदानी कुयामा आमदानी ला त पासे एउटा रिमा छ मा साथी धाराको यो दा भन्नु मेरो त हो दा खाना साबा साब लिची छेम अनु छेम हाचौ पा हादौ माचौ हाम्रो हाचौ पा हादौ माचौ हुन्छ तपाईले जान्नुहुन्न भात त धेरै नै पसिएको छ यहाँ अलिकति बोटोको माग्नु पर्यो के गयो भन्नु गर्नु न त्यो तपाईको काम छ नि त उठाइहाल्छ नि ला अर्को लाउनु भयो ए तरिका म तपाईँको क्यान छ नि भनेर हिँड्ने मान्छे मलाई सहयोग गर्नु त सिक्नु पर्छ भन्ने कुरो नखराउनु यो त सानो कुरो त होइन अब यो बाहिर यो सबै यो बाहिर बाहिर फुलबारी हो सबै फुलबारी माथि त्यो बाख्राले नसोच्नु फेरि बाख्राले छुनु पर्दैन राम्रो हुँदैन चौरामा पर आजको रात राख्दै